ल गाइस, म चाहिँ यहाँ पाथिभरा पञ्चकन्या देवी गेटमा आइपुगेको छु। हेर्नु होला, सक्नुहुन्छ तपाईहरुले। श्री पाथिभरा कञ्चा देवी मन्दिर आधुनिक च्याउ दोकले बनाइदिएको रहेछ यो चाहिँ गेट। ल अब म भित्र गएर हेर्छु है त कस्तो रहेछ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा यता भक्तजनहरूलाई बस्ने ठाउँ पनि रहेछ। त्यसै गरी यहाँ एउटा चौतारा, यहाँ बेलको रुख, बेलहरू फलिरहेको रहेछ है हैन। अब त्यसरी यहाँनिर फुलबारीहरू बगैँचाहरू छ। अब यहाँनिर गणेश भगवानको मन्दिर। अब यहाँ टक्कै दर्शन गर्दै एक राउन्ड लाएर घुम्नु पर्ला जस्तो है त। अनि चाहिँ अब पुजारी बा चाहिँ भित्र हुनुहुँदो रहेछ, अहिले बाहिर निक्लिनुहुन्छ होला। यहाँ घन्टी पनि छ, घन्टी बजाउँ है। देख्नुभयो यत्रो, यो घन्टी चाहिँ मैले सौजन्य गरेको हो। यहाँ नाम पनि छ दिल्लीराम लिम्बू भनेर, ठिकै छ। यस्तै गरी यहाँ लेखिएको छ शिलालेख। यस्तरी यहाँनिर दाताहरूको नामहरू पनि छ। घुम्ने क्रममा यसो एक राउन्ड घुमौँ है त। यता गइसक्यो मन्दिरमा, यता दक्षिण साइड भयो। यहाँ चाहिँ शिवाय गणेशको मन्दिर रहेछ। यो के हो हामी दर्शन गरौँ। गर्दै एक राउन्ड होइन, घुम्दै सरी चट्टै यता पनि हुन्छ। म सधैँ आउँछु बस्छु यहाँ र बिहान नै गमा विष्णुको मन्दिर रहेछ। घुम्दैछु। यहाँ चाहिँ दिपबाती जलाइ छ होइन, यहाँ घन्टी छ र यता पनि एउटा सानो मन्दिर छ। यो मन्दिर चाहिँ के को हो यो पनि ढोकिदियो। यसै गरी विभिन्न छ। पुजारीहरूले पूजा गरिरहनु भएछ अहिले, हेर्नु होला है। अब यसो गर्दै यता चाहिँ यहाँ भक्तजनहरू बस्ने ठाउँ छ होइन। यसको चाहिँ यहाँनिर अब शिलालेख छ। यस मन्दिरका पूर्व अध्यक्ष चाहिँ मेरै बुवा कृष्णबहादुर लिम्बू हुनुहुन्थ्यो। हालसालै चाहिँ अहिले उहाँले राजीनामा गरेर अलि वृद्ध अवस्था भयो। खगेन्द्र गुरुङै हुनुहुन्छ। तपाईँहरूले पनि यस मन्दिरको बारे केही जानकारी चाहनुहुन्छ भने उर्लाबारीदेखि दक्षिण बरगाछी हुँदै चिउरामिलदेखि 1 किलोमिटर तलतिर नलबारी भन्ने ठाउँमा पर्छ। बोर्डहरू राखिएको छ बाटोमा, आउनु होला। अब म चाहिँ गेट बाहिर निस्केँ। हुँदाखेरि यहाँबाट चाहिँ सट्टा पश्चिम गएपछि उत्तर जाने उर्लाबारी जाने हाइवे रोड भेटिन्छ। त्यहाँबाट आउन सकिन्छ। हेर्नुहुन्छ श्री पाथिभरा पञ्चकन्या देवी मन्दिर भनेर धार्मिक स्थल उर्लाबारी 7 भैँसाबारी पर्दो रहेछ। यो उर्लाबारीमा छ। उर्लाबारी र दमक झापाको सङ्गम क्षेत्रमा छ। ल है त भाइ, हजुरहरू पनि आउनु चाहनुहुन्छ भने यो भिडियो हेरेर आउनु सक्नुहुनेछ।